अन्त हामी नारायणी म्युजियमभित्र जाने त्यसले पानी पऱ्यो नि त्यस्तो इफेक्ट त नहोला तर मैले छाता बोकेको छैन पुरै भिजिसकेँ म पुरै आई एम गोइङ टु नारायणी टी यो माइक चाहिँ मैले मसँग माइक किन्ने पैसा छैन त्यसले गिरेको एयरपोर्टको यो टाउको मात्रै ल्यायो यो कनेक्ट पनि भएको छैन यो राखेँ मात्रै छु मैले म चाहिँ गइरहेको छु अहिले गङ्गोमा छु अहिले म गइरहेको छु अहिले चाहिँ सिमसिम पानी परिरहेको म अलिअलि भिजिरहेको छु अलिअलि भिजिरहेको छु म यो चस्मा पनि भिजिरहेको अब हेरौँ आज के हुन्छ पानी परेर अन्त हामी नारायणी म्युजियमभित्र जाने त्यसले पानी पऱ्यो नि त्यस्तो इफेक्ट त नहोला तर मैले छाता बोकेको छैन हामी चाहिँ नारायणी आइसकेको छौँ यो चाहिँ उसको इन्ट्रोडक्सन चाहिँ नारायणी आइसकेको छौँ ऊ चाहिँ को अरे हिरो तिमी यो चाहिँ हाम्रो सान भाइ सबको सान भाइ फिट चेक ल यो चाहिँ बहिनी हो उसको बहिनी ऊ चाहिँ हाम्रो अल टाइम जोइन्ट टिकट ऊ कहाँ हाल्ने अरूले स्क्यान गरिदियो यो चाहिँ म हो हामी चाहिँ कहाँ अरे नारायणीबाट आइसक्यौँ ऊ चाहिँ फोटो खिच्ने रे ऊ चाहिँ फोटो खिच्ने रे ऊ फोटो खिच्ने रे ल फोटो खिच्ने भने ऊ पोतिरह ऊ चाहिँ फोटो खिच्ने रे अहिले बहिनीलाई कस्तो लाग्यो ल ल ऊ चाहिँ फोटो खिचेर मुस्किल छ ऊ डबलसिन तिमीलाई कस्तो लाग्यो मलाई हामी चाहिँ अहिले पार्किङ लट हेर्न आएको अरू केही खिच्न पाएन यो पार्किङ लट खिचिरहेको छु म चाहिँ कहाँ जान्छ पार्किङ लट खिचिरहेको छु कहाँ जाने के छ तिमी भन न अब हामी खाजान जाँदैछौँ हामी त्यसको रिभ्यू दिन्छु म हिमालयन जाऊ खै हिमालयन जावा अलिक नजाउँ होला अहिले पछि यो स्पोन्सर भएपछि भिडियो अहिले स्पोन्सरसिप भयो त्यसपछि म लान्छु हिमालयन जाँदैहरूलाई उसको चाहिँ हेयरलाइन बिजोग छ हेयरलाइन मात्र होइन पुरै हेयर नै बहिनी चाहिँ फोटो यो चाहिँ यहाँको 22 धारा अरे कतिवटा धारा हो ए 6 वटा त रहेछ 7 धारा यो चाहिँ यहाँको 7 धारा सप्तकोशी हामी चाहिँ अहिले गइरहेछौँ कहाँ गइरहेछौँ हामी यो यसो बाटो पेट पूजा गर्न हामी गइरहेछौँ कहाँ जानु थाहा छैन ल हामी जाँदैछौँ अब कहाँ पुग्छौँ थाहा छैन हामी पेट पूजा गर्न कहाँ जान्छौँ म पछि रिभ्यू दिन्छु फेरि ल ट्रान्जिसन हामी चाहिँ अहिले बर्गर खान गइरहेछौँ क्षेत्रपाटीको बर्गर सपमा उयो भाइले लानु लगाएको हामीलाई मिठो छैन भने उसको दोष मिठो छैन मेरो दोष कसरी हुन्छ तिम्रो दोष मेरो हो मिठो छैन भने उसले पिठा खान्छ मिठो छ भने तिनीहरू पिठा खान्छ के अहिले लास्ट उज्यालो रहेछ हौ आकाशै देखिएन हौ मेरोमा त उज्यालो अलिक फोन अब सबले सब्सक्राइब गरेपछि चाहिँ अब रुममा बोल्दैन एडिसनमा सबले सब्सक्राइब गरेपछि चाहिँ मेरो आइफोनबाट खिच्छु म त्यसपछि डिएसएलआर अरू कुन हुन्छ त्यसपछि आइम्याक्सवाला क्यामेरामा खिच्छु म त्यसपछि अनि रेड ल त्यो रेड भन्ने क्यामेरा हुन्छ त्यसको म फोटो यहाँ हालिदिन्छु यहाँ माथि एडिट गरेपछि त्यति बेरसम्म चाहिँ मलाई इन्स्टाग्राममा फलो गर्नु इन्स्टाग्रामको चाहिँ लिङ्क म यहाँ हालिदिन्छु लिङ्क हामी चाहिँ अहिले बर्गर सर आयौँ ऊ क्षेत्रपाटी त्यो राउन्ड त्यहीँ भयो त्यहाँबाट हामी आयौँ ल हामी अब जाँदैछौँ म जाँदैछु यिनीहरू छिरिसकेँ ओहो कहाँबाट हो तपाईँहरू कलकाता होइन बरु तिमी के खाने हो 1800 बोल न चिकन बर्गर खान लाग्छु यो काम गर्दैन म चिकन बर्गर खान लाग्छु म चिकन बर्गर खान अङ्कललाई थाहा भइसक्यो चिकन बर्गर है चिकन बर्गर यो चाहिँ मेन्यु भयो किनभने त्यो अहिले ओइ को हान्छ निदाएछ ओइ तिमीले खिचाए मेरो कस्तो मोटो देखाउ मलाई कस्तो मोटो ओइ कपालमा जुम नर न ओइ जुम नर न जुम्रै भिजिबल हुन्छ हौ तिम्रो देखाउ न तिम्रो हेडलाइन देखाउ यो चाहिँ मेन्यु छ
म चाहिँ बफ बर्गर ट्राई गर्न लागेको यिनीहरू चाहिँ चिकन बर्गर खाने रे यिनीहरू चाहिँ चिकन मिठो हुन्छ भन्छ म चाहिँ बर्गर के अरे म चाहिँ बफ मिठो छ होइन भन्छ उसलाई डर लागेर अहिले बर्ड फ्लू भइरहेको छ त्यही भएर चिकन नखाने हुन्छ भन्नु है बर्गर तर बाल्छ कमेन्टमा लेख्नु है कमेन्टमा चिकन राम्रो हुन्छ कि बफ राम्रो हुन्छ के हो मेरो फोटो किन हाँसिर पनि के भइरहेको के हो के हो यो छ्या हस्ते राम्रो के चाहिँ हेर न चिप्स हुन्छ है बर्गर खाएर चिप्स खान्छ गाइस हामी चाहिँ यहाँ बर्गर सपमा बर्गर खान आएको होइन ल म यो चाहिँ मेरो बफ बर्गर मेरो चिकन बर्गर होइन गाइस वान बाइटमा सकिने अङ्कल बाहिर यत्रो हुन्छ कि यति खाइदिन्छ कि मासु सबै लिदियो ल हामी पाउँदै गयो अब सुने अलिक नेपाली बोल यो ऊ चाहिँ मेरो भ्लगमा आयो निकेसु चाहिँ हामी यहाँ घाम तापिरहेको जोइन्ट कहाँ हो उसले पे गरेर ऊ चाहिँ फ्रीमा आइरह मैले बाटो छोडेको मैले उसलाई भनेको तिमी दिएर भनेको मानेन अहिले चाहिँ पानी परेर हामी भागिरहँ बेसी पानी परेर खायो चाहिँ मुटा आन्सर भागिरह भाइ लुखुर पानी पऱ्यो यो भाइ नै मुसा जस्तो लुगेर भागिरह ओइ कत्रो पऱ्यो ओ जाने कि होइन यहाँ हो अब चाहिँ हामी पानीपुरी खान आएको छौँ हामी पानीपुरी खान आएको छौँ यहाँ अहिले चाहिँ हामी पानीपुरी खान आएको छौँ भिजायो भाइले मलाई यो भाइले पानीपुरी खान मन लाग्यो अरे म चाहिँ हिजो नि खान आएको यहाँ पानीपुरी अन्त अङ्कलले बिर्सिनु होला मलाई यो भाइ चाहिँ फेरि काम छ नि भाइ मैले खाएँ अनियनको रेट गर अनियनको बर्गर रेट गर अनियनको बर्गर 3 आउट अफ 10 मेरो हौ आउट अफ 10 अनियन बर्गर चाहिँ आउट अफ 10 साँच्ची नै ऊ चाहिँ अलिक धनी मान्छे छ धनी टेस्टको त्यसरी मन परेन है म चाहिँ त्यस्तो मिठो चाहिँ लाएन फर्की चाहिँ जान्नु होला अब तर म 6 चाहिँ भन्छु 6 आउट अफ 10 चाहिँ त हामी पानीपुरी खानु गयो के त्यहाँ पनि आउट अफ 10 कति हुन्छ पानीपुरी आउट अफ 10 यो चाहिँ अलिकति मिठै थियो होइन 7 कि त 8 एउटा 7.5 म 8 भन्छु तर अस्तिको भन्दा चाहिँ अलिक नमिठो हो तर मिठै छ अहिले चाहिँ पानी परेर हामी पर्खिरह क्यामेरामा थोरै देखा तर एकदम ठुलो परेर अब कुदेर जान्ला हामी 3 2 1 ठुलो कत्रो पानी कत्रो पर्यो ल म चाहिँ पानी परेर हिँड्दा चाहिँ ऱ्यान्डम यहाँ अङ्कलले मलाई हेल्प गर्नु थ्याङ्क यू अङ्कल पानी परेर छ नि त हजुर ल अङ्कलले हेल्प गर्नुभयो पानी एकदम ठुलो परेर हजुरको नाम अङ्कल मेरो नाम सत्यनारायण ए हजुर कता भन्नु त तपाईँ असनबाट आएको ए असनबाट हजुर ल अङ्कलले उता 16 फुटे चोकसम्म हेल्प गरिदिनु भएको त्यसपछि म अर्को ठाउँ खोज्छु अब अरूलाई कोही नभए कुद्दै जाउँला ल अङ्कल एकदम थ्याङ्क यू तपाईँलाई म त गङ्गोपु जानुपर्ने हो गङ्गोपु जानु गएपछि यहाँनिर बस आउँछ
यहाँ भन्दा नि उता ठमेलको ओह्रालोमा चाहिँ भेटबाल भयो त्यहाँ ए अङ्कल तपाईँको ओह्रालोमा आउँ मेरो त्यहाँसम्म जाने चाहिँ ऊ हो तपाईँको भरे मिल्यो नि त यो त्यही यहाँबाट सोरबाट जान्छु त्यहाँबाट अब कोही मान्छे खोज्छु नभए कुद्दै जान्छु ठिक छ ल अङ्कल अङ्कल चाहिँ उतापट्टि जानुपर्ने अङ्कल तर मलाई चाहिँ यहाँसम्म छोडिदिनु भएको अङ्कलले यहाँ फेरि ठाउँ छ ल हजुर ल हस् अङ्कल थ्याङ्क यू हात मिलाउनु ल हस् अङ्कल थ्याङ्क यू ल म चाहिँ अब यहाँबाट के अरे के भन्छ उठाएर होइन सेड हो भने नेपालीमा भन्नु होइन त्यो खोज्दै जान्छु म भेट्यो भने भेट्यो तपाईँ अलिअलि भिज्दै ढाड चाहिँ पुरै भिज्यो अङ्कलले हेल्प गर्नुभएको खासै धेरै अलिअलि टाउको चाहिँ भिजेन यो ढाड चाहिँ पुरै भिज्यो मेरो त ठिकै छ अङ्कलले त्यति भयो नि हेल्प गर्नुभयो म चाहिँ पुरै भिज्यो कि पानी त कत्रो ठुलो पऱ्यो हौ कुद्दै गइरहेको तर पनि भिजिरहेको छु म अब म गाडी चढ्न लाएँ एकछिनमा अब गाडी चढेपछि फेरि रेकर्ड गर्छु अनि अङ्कलले त्यति बाटो त छोडिदिनु भयो त्यतिको नि हेल्प भयो तर पनि छोडे नछोडे उयो भयो पुरै भिजिसकेँ म अनि म बाँड्दैछु कपाल भिजेर उयो केही छैन त कपाल पुरै भिजिसकेँ म चाहिँ त्यो के अरे यो भिजा बिरालोको याद आयो त्यस्तै जस्तै फिल आइरहेको मलाई अब म गाडी पर्खिँदैछु चस्मा पनि पुरै भिजेर केही देखाएको छैन हौ कपाल पनि कपाल पुरै भिजिसक्यो म चाहिँ गाडी पर्खिरहेको छु अहिलेसम्म गाडी आएन म मनमाइजू गाडी पर्खेर अरू गाडी आइछ मनमाइजूको चाहिँ आएन यो मनमाइजूको माइक्रो चाहिँ आयो तर कोची गइरहेछन् मान्छेहरू कुचेर गइरहेछन् त्यसै त म त आउनु छु नि त म त छिर्ने कुरै भएन त्यसैले म पर्खेर गाडी पर्खेर बस म टुहाको बस चढेँ है गाउँको बस पाएन त्यसैले टुहाको बस चढेँ पैसा म चाहिँ अब घर आइपुग्नु लाएँ उता गङ्गापुरले अब हिँड्दै आइरहेको छु पानी अझै परिरह तर ऐनी जस्तो एकदम ठुलो चाहिँ परे होइन जोस् अनि ठुलै परिरह अब जोस् म बिरामी चाहिँ नहोस् किनभने मलाई खोकिन लागिरह रुगा खोकी अलिअलि लागिरह त्यो माथि झन् भिजे अब झन् भिजिहाल्यो यत्रो धेरै सब्सक्राइब लाइक कमेन्ट सेयर के हुन्छ पछि म चाहिँ म धनी भएर मिस्टर बिस्ट जित्छु अब पछि कपाल भिज्यो नि तर हिरो देख्छु म